गाइज हाम्रो आज कुखुराले लिची खाँदैछन्। अन्ततिरका कुखुराले चारो खान्छन् होला। हाम्रो गाउँघरतिरका कुखुराले त लिची खान्छन् सिजनका लिची। हाम्रो घर आउने गाई बाख्रा कुखुरा सबैले कोहीले लिची खान्छन्, नास्पाती खान्छन्, आँप खान्छन्। यो अब गर्दा गर्दा कुखुरा लिची खान लागिसकेछन् गाइज। हेर लिची लभर भनेको यस्तोलाई भन्छ नि। हेर टाउको बाहिर निकाली खान्छन्। लिची खान्छन्। मान्छेले खानु छैन, कुखुराले खान्छन्। यस्तो मान्छे फेरि मान्छेले किनी खान सकेन नि। हामीले 300 रुपियाँ किलो लिचीलाई हामीले कुखुरालाई खुवाइरहेको हामी। यस्तरी खुवाउँछौँ हामीले कुखुरालाई। फेरि सोच्नु होला मान्छेलाई नल्याइदिएर कुखुरालाई किन खुवाएको भनेर। यो बिग्रेको लिची हो गाइज। त्यही भएर कुखुरालाई खुवाएर सदुपयोग गर्दैछौँ। कति खाइसक्यो यत्रो। ल थ्याङ्क यू फर वाचिङ।